जनप्रतिनिधि साँच्चीकै तपाईँ जनप्रतिनिधि हो? वडा अध्यक्ष हो, जनताले जनप्रतिनिधि नै हो, वडा अध्यक्ष हो। वडा अध्यक्ष हुन हेर्नुहोस् त, वडा अध्यक्षको मतलब के हुन्छ? वडामा जाने तपाईँ जनतालाई प्रष्ट रूपमा बताउनुहोस् कि तपाईँ जनताबाट निर्वाचित भएर तपाईँ वडा अध्यक्ष हुनुभयो हो? चुनावमा चुनावमा भयो हो, साइन गरिदियो उनीहरू कागजमा। सचिवजी जो बनाइदिनु भयो सचिवजी, उनमा म साइन नगरे भने नि त म साइन गरिदियो। होइन, तपाईँ चाहिँ त्यो साइन गर्ने मान्छे पनि कसरी हुनुभयो? चुनावमा भयो काल सहयोग गर्यो, परिवारका धामकाल कति गर्यो, मुही बनाउनु पर्थ्यो। गभर्मेन्टको जान्ने बुझ्यो, उहाँतिर देख्यो मुही हो के गभर्मेन्ट। तपाईँले एउटा कुरा बताउनुहोस्, तपाईँले चाहिँ चुनाव कसरी लड्नु भएको थियो? लडे काहीँ नै, एकै तल्ला घर आबुसी लडै भइयो। हे भगवान, होइन तपाईँले चाहिँ वडा अध्यक्ष हुनुको लागि तपाईँलाई त मान्छेले भोट दिएको होला नि? मुलाई नै दियो हो, स्कुलमा दियो, स्कुलमा गर्यो, स्कुलमा गर्यो अरे। स्कुलमा भोट दिएपछि तपाईँ जनप्रतिनिधि कसरी हुनुभयो? तपाईँ वडा अध्यक्ष कसरी हुनुभयो त? भोलिका दिन